नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज मैले कुखुराको मासु, पालुङ्गोको साग, गुन्द्रुकको अचार र फापरको ढिँडोको रेसिपी लिएर आएको छु। सबैलाई मिलाएर मैले ढिँडोको थाली तयार गरेको छु। आशा छ हजुरहरूलाई आजको मेरो रेसिपी मन पर्नेछ। मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। सुरुमा म मासु पकाउन जाँदैछु। मैले 500 ग्राम कुखुराको मासु, एउटा प्याज र 3टा हरियो खुर्सानीलाई काटेर राखेको छु, 2टा टमाटरको पेस्ट बनाएर राखेको छु, 1 र आधा चम्चा अदुवा लसुनको पेस्ट, हरियो धनिया र हरियो प्याजलाई मैले यसरी काटेर राखेको छु। प्याज चाहिँ अप्सनल हो। सुरुमा मैले एउटा कराई बसाले र 3 टेबलस्पुन तोरीको तेल राखेँ। तेल तातेपछि थोरै मेथी, सुकेको खुर्सानी, तेजपत्ता अनि सुकमेल, ल्वाङ र दालचिनी फुराइदिएँ मैले। त्यसपछि हामी काटेर राखेको प्याज र हरियो खुर्सानी राखिदिन्छौँ र मजाले चलाउँदै गोल्डन ब्राउन नभइन्जेलसम्म फ्राई गर्छौँ। त्यसपछि मैले चिकन राखिदिएँ र यसलाई मजाले चलाउँदै हामी पकाउँछौँ। एकचोटि मजाले चलाएपछि मैले नुन र बेसार राखिदिएँ। नुन र बेसार राखेर पकाउँदाखेरि चाहिँ यो एकदमै छिटो भुटिन्छ। मजाले चलाउँदै छोप्दै फेरि चलाउँदै मैले रातो नभइन्जेलसम्म यसलाई यसरी चलाउँदै छोप्दै पकाएँ। त्यसपछि मैले चाहिँ यसमा मसलाहरू राखिदिएँ। मैले अदुवा लसुनको पेस्ट, खुर्सानीको धुलो, जिरा धनियाको धुलो र मिट मसला राखेर मजाले चलाइदिएँ। मजाले चलाएर फेरि 2 मिनट छोपेर पकाएँ। त्यसपछि मसलाहरू पनि पाक्यो। अब यसमा म टमाटरको पेस्ट राख्न जाँदैछु। पेस्ट राखेर मजाले चलाइदिएर फेरि हामी यसलाई 2 मिनट जति छोपेर पकाउँछौँ। 2 मिनटपछि हाम्रो टमाटर पनि पाकिसकेको छ। यसलाई फेरि मजाले चलाएर यसमा आवश्यक अनुसार पानी राखेर हामी छोपेर फेरि 5-10 मिनट पकाउँछौँ। 5 मिनटपछि हाम्रो मासु एकदमै राम्रोसँग पाकिसकेको छ। हामी यत्तिकै पनि खान सक्छौँ, तर आज ढिँडोसँग खाने भएकाले मैले चाहिँ यसमा पानी राखेँ। झोल अलि धेरै बनाउँछु म आज चाहिँ। मैले यत्तिको झोल बनाएँ, यो मजाले छड्कियो। त्यस पछाडि चाहिँ अब हाम्रो चिकन रेडी भइसकेको छ। यसमा म हरियो धनिया र हरियो प्याज राखेर 2 मिनट यत्तिकै छड्काउँदै पकाउँछु। त्यस पछाडि हाम्रो चिकन रेडी भयो। झोल हजुरहरू आफ्नो आवश्यकता अनुसार थपघट गर्न सक्नुहुन्छ। यसलाई निकालेर मैले फेरि साग पकाउनको लागि रेडी गरेको छु। हामीसँग चाहिँ रायोको साग थिएन, त्यही भएर मैले पालुङ्गोको साग पकाउन जाँदैछु। हजुरहरू रायोको साग पकाउन पनि सक्नुहुन्छ। ग्यास अन गरेर एउटा प्यान बसालेँ मैले। त्यसमा 2 चम्चा तोरीको तेल राखेँ। तेल तातेपछि मैले सुकेको खुर्सानी र 2टा हरियो खुर्सानी फुराएँ। त्यस पछाडि साग राखेर यसलाई मजाले चलाएर फ्राई गर्नुपर्छ। यसबाट पानी निस्किन्छ। नुन र बेसार राखिदिएँ मैले र थोरै जिराको धुलो। म यसमा चाहिँ अरू मसलाहरू केही राख्दिनँ। पानी निस्किँदै जान्छ। मजाले चलाउँदै पानी मजाले सुकेपछि चाहिँ हाम्रो साग रेडी भइहाल्छ। पानी चाहिँ पुरै सुकाउनुपर्छ। करिब 4-5 मिनट पकाएपछि हाम्रो साग यत्तिको भयो। यत्तिको भएपछि चाहिँ यो रेडी भयो। यसलाई पनि मैले निकालेँ। अब हामी गुन्द्रुकको अचार बनाउँछौँ। सुरुमा हामी गुन्द्रुकलाई चिसो पानीमा 5 मिनट जति भिजाएर राख्नुपर्छ। ठुल्ठुलो छ भने काटेर सानो बनाउनु होला। 5 मिनट भिजिसकेपछि यसको पानी फालेर मैले थोरै लसुनको पात, प्याजको पात र धनियाको पात राखेँ। हरियो खुर्सानी पनि राखिदिएँ। अनि हामी एउटा टमाटरलाई पोलेर पिसेर यसमा राख्छौँ। यसरी राख्दा अचार एकदमै मिठो हुन्छ। मैले मजाले टमाटर पोलेर यसलाई यसरी पिसेर त्यसमा राख्दैछु। सिलौटोमा पिसेर पनि राख्न सक्नुहुन्छ। मैले टमाटरको पेस्टलाई त्यसमा राखेँ। नुन, थोरै धनियाको धुलो पनि राखिदिएँ मैले चाहिँ थोरै बनाएको छु, त्यही हिसाबले थोरै मसलाहरू राखेको छु मैले। हाम्रो अचार पनि रेडी भइहाल्यो। अब म ढिँडो बनाउँछु। त्यसको लागि ग्यास अन गरेर एउटा भाँडोमा मैले पानी बसालेँ र त्यसमा थोरै नुन र 1 चम्चा घिउ पनि राखिदिएँ।
आज म फापरको पिठोको ढिँडो बनाउन जाँदैछु। हजुरहरू कोदोको या अरू कुनै पिठोको ढिँडो पनि बनाउन सक्नुहुन्छ। पानी मजाले उम्लिएपछि थोरै थोरै पिठो राख्दै मजाले मैले यसरी चलाइदिएँ। पिठो एकैचोटि धेरै राख्दाखेरि चाहिँ डल्लो पर्छ र भित्रभित्र पाक्दैन। त्यही भएर थोरै थोरै पिठो राख्दै यसरी चलाउँदै गर्नुपर्छ। थोरै पिठो राख्ने बित्तिकै मजाले यसरी चलाइदिँदाखेरि चाहिँ डल्लो पर्न पाउँदैन र मजाले राम्रोसँग पाक्छ र ढिँडो मिठो हुन्छ। पिठो यसरी राख्दै साह्रो नभइन्जेलसम्म मजाले चलाएर यसलाई पकाउनु पर्छ। जति मजाले चलायो, जति मजाले पकायो त्यति नै मिठो हुन्छ ढिँडो चाहिँ। सेतो यो पिठो काँचो पिठो नरहिन्जेलसम्म चाहिँ मजाले चलाएर हामी ढिँडो बनाउनु पर्छ। ढिँडो अब रेडी भयो। हामी अब यसलाई सर्भ गर्न जाँदैछौँ। मैले एउटा प्लेटमा ढिँडो राखेँ। गुन्द्रुकको अचार, पालुङ्गोको साग र चिकन राखेर मैले सर्भ गरेको छु। हजुरहरूलाई आजको मेरो रेसिपी कस्तो लाग्यो? हजुरहरू पनि यो रेसिपी फलो गरेर एकचोटि अवश्य ट्राई गर्नुहोला। एकदमै मिठो थियो यो। आशा छ हजुरहरूलाई आजको मेरो रेसिपी मन पर्यो होला। मन पर्यो भने मेरो भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गर्नुहोला, साथीभाइ र आफन्तहरूसँग सेयर पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। ह्याभ अ नाइस डे।